हामी निस्क्यौँ बिहान बिहानै बाटोमा बच्चाहरूले भलिबल खेलिरहेको थिए। एक दुई सट हामीले पनि देखाइदियौँ। त्यसपछि हिँड्यौँ अगाडि अगाडि जाँदै थियो दाउराहरू इत्यादि एक रूपमा राखिएको पनि देखियो। अनि भेटियो चोक। चोकदेखि तल माथि हामी छौँ स्टेट। पुरानो घरको भित्तामा विभिन्न नाराहरू लेखिएको रहेछ। यो सायद आन्दोलनतिरको हुनुपर्छ। यो थियो अर्को चोक। तर हामीलाई त्यता जानु थिएन। हामी जानु थियो स्टेट। त्यो अर्को चोक। घरको बाल्कनीमा मकैहरू राखिएको रहेछ। र आजको दिन हाम्रो यसै गर्ने बित्यो। घरको टेटु भित्रीको अरू भिडियोमा भेट हुनेछ।